हेलो हेलो मर्निङ गाइस सबैजनालाई है। मेरो चाहिँ नि आज छुट्टी थियो र हल्का घुम्न निक्लेको क्या बिहान बिहानै। घुम्न भन्दा पनि हिँड्न निक्लेको भनौँ न। अब पार्कतिर चाहिँ सानो सानो फेवाताल यही हो अब। फेवाताल भने पनि जे भने पनि यही हो, तर कस्तो राम्रो देखिरहेको छ कि पुरै त्यो हिलोमा उम्रिने त्यो गाभाको पात पात जस्तो छ, तर त्यो होइन अर्कै खाले फुल हो यो। एकदमै राम्रो फुल्दो रहेछ कि टक्क बिचबाट दामी यति सुन्दर देखिने। त्यसमा एकदम रमाइलो रहेछ। मान्छेहरू पुरा रनिङ गरिरहेछ। अब के रनिङ गर्न हुन्थ्यो, अब एक दिन गरेर भएन, सधैँ गर्न टाइम मिल्दैन। के गर्नु अब, न बेलुकीमा टाइम मिल्ने भयो न बिहानमा टाइम मिल्ने भयो। रनिङ गर्न त अति मन लाग्छ नि, के गर्नु टाइमै मिल्दैन। कमसेकम दिउँसो 10 बजेबाट बेलुकी 10 बजीसम्म भइदिएको भए ड्युटी यति फुर्सद हुन्थ्यो कि मलाई। शरीर एक्सर्साइज गर्न हरेक कुराहरूमा धेरै टाइम मिल्थ्यो। अब के ड्युटी बिहानै छ, 8 बजे ड्युटी हुन्छ। 8 बजे ड्युटी भएपछि केही गर्ने भ्याइँदैन। त्यही भएर हल्का सानो भिडियो बनाएको मैले चाहिँ। यस्तै छ हो। हिजो बाल काट्यो, कस्तो देखिएछ गाइजहरू बाल काट्यो।